हेलो गाइज वेलकम टु माई न्यू भ्लग। म धेरै दिनपछि भ्लग बनाइरहेको छु। अहिले चाहिँ म घरै छु अनि मेरो अस्ति वक्तृत्व कला प्रतियोगिता भएको थियो, त्यतिखेर म सेकेन्ड भएको छु। त्यो भिडियो तपाईँलाई मैले देखाउन सेयर गर्न चाहन्छु। कृपया हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला, साथै सब्सक्राइब पनि गरिदिनु होला। एन्ड इन्जोय दिस भिडियो। गर्नुपर्छ बालकलाई दिन सके तिमीले धेरै माया, बालबालिका पर्दैन निकसैका निछाया, बालबालिका पर्दैन निकसैका निछाया। धन्यवाद। कार्यक्रम सञ्चालक ज्यू, सभाध्यक्ष महोदय, प्रमुख अतिथि, विशिष्ट अतिथिज्यू तथा मञ्चमा विराजमान हुनुभएको अन्य अतिथिगणहरू, बगैँचाका अनेक फुलहरूमा कृष्ण फुल छान्न बस्नुभएका निष्पक्ष निर्णायक मण्डलज्यू, समयको महत्त्व बुझाउन बस्नुभएका समय पालकज्यू, हामीलाई हौसला प्रदान गर्ने विभिन्न विद्यालयबाट पाल्नुभएका शिक्षक शिक्षिकाज्यूहरू तथा यसै विद्यालयका शिक्षक शिक्षिकाज्यूहरू, मैदानमा विजयको टीका र गलामा विजयको हार पहिरिन आत्मिक मेरा प्रतिस्पर्धी साथीहरू तथा अप्रतिस्पर्धी साथीहरूमा म यसै वेद माध्यमिक विद्यालय कक्षा 8 छात्र उज्जवल अर्यालको तर्फबाट स्वीकार्न न्यानो अभिवादन। आज मिति 2082 साल असोज 28 गतेका दिन यस वेद माध्यमिक विद्यालयको प्राङ्गणमा बगनाथकाली गाउँपालिकाले शिक्षा दिवस, साक्षरता दिवस र बाल दिवसको अवसरमा आयोजना गरेको बाल अधिकार संरक्षणमा अभिभावकको भूमिका शीर्षकको अन्तर्निवासी स्तरीय वक्तृत्व कला प्रतियोगितामा भाग लिन बाँड्दा मैले आफूले निकै भाग्यमानी ठानेको छु र हामी विद्यार्थीमा लुकेको प्रतिभालाई उजागर गर्न निरन्तर लागिरहनु भएको आयोजकप्रति निकै आभारी छु। मैले मेरो विचार प्रकट गर्नुभन्दा अगाडि सभाध्यक्ष महोदयसँग अनुमति माग्न चाहन्छु। सभाध्यक्ष महोदय, बाल अधिकार भनेको के हो त? बाल अधिकार भनेको बालबालिकाले जन्मसिद्ध रूपमा पाउने प्राकृतिक तथा नैसर्गिक अधिकार भन्ने बुझिन्छ। आजका बालबालिका भोलिका राष्ट्र हाँक्ने सम्भावना बालक जन्मदेखि 18 वर्ष पुरा नहुँदासम्मको उमेरलाई बालबालिका भनिन्छ। आजका यी कलिजा बालबालिकाहरूलाई सुरक्षित, शिक्षित र सशक्त बनाउन सकियो भने मात्र समाज उज्जवल हुन्छ, राष्ट्र उज्जवल हुन्छ। त्यसैले बालबालिकाको हरेक अधिकार सुनिश्चित गर्ने प्रमुख जिम्मेवारी अभिभावककै हुन्छ। सभाध्यक्ष महोदय, अभिभावक भनेको को हुन्छ? अभिभावक भनेको बच्चालाई जन्म दिने बाबु आमा एवं संरक्षण प्रदान गर्ने व्यक्ति भन्ने बुझिन्छ। अभिभावकको माया, सल्लाह, मार्गदर्शनले बालबालिका भविष्यमा राम्रो मानिस बन्न सक्छन्। अभिभावकले आफ्ना बालबालिकालाई माया, प्रेम, स्नेह प्रदान गर्नुपर्छ र हिंसात्मक व्यवहारबाट जोगाउनु र सुस्थ वातावरण हुर्काउन सक्नु उनीहरूको मूल कर्तव्य। अध्यक्ष महोदय, उदाहरणको लागि हामीले वरिपरिका बोट बिरुवा लिन सकिन्छ। हामीले वरिपरि साना ठुला बोट बिरुवा देखिरहेका हुन्छौँ। साना बोट बिरुवाको वरिपरि बार लगाइन्छ, किनकि साना बिरुवाले धेरै कुराबाट जोगाउनुपर्छ। त्यसैले बारको संरक्षणको जरुरत पर्छ। त्यसै गरी हामी बालबालिकालाई पनि आफ्नो समस्या गर्न सक्दैनौँ, त्यसैले अभिभावकको संरक्षणको जरुरत। नेपालको संविधान 2072 को 18 पनि बालबालिकाको हक अधिकार सुनिश्चित गरिएको छ। बाल अधिकार महासन्धिले पनि यी चारवटा स्तम्भलाई जोड दिएको छ। बाल बचाउ, बाल विकास, बाल संरक्षण र अर्थपूर्ण बाल सहभागिता। नेपालको संविधान, बालबालिका ऐन एवं अन्तर्राष्ट्रिय महासन्धिमा विभिन्न व्यवस्था हुँदै पनि कैयौँ बालबालिकाहरू सडक फेदीमा भोकै नाकै सुतिरहेका छन्। सडक फेदीमा मात्र होइन सभाध्यक्ष महोदय, उनीहरू होटेल एवं घरमा पनि न्यून तलबमा श्रमिक पसिँदै लागिन परेको छ। यसै गरी खोज दिवस मनाएर रोग गर्ने प्रयास भए तापनि कैयौँ बालबालिका गरिबीका कारण खाद्यान्न अभावले समस्यामा परेका छन्। पछिल्लो समयमा अभिभावकको लापरवाहीका कारण विभिन्न बालबालिका कुपोषित पनि हुनु परेको छ। अभिभावकको संरक्षण बिनाको बालबालिकाको जीवन लगाम बिनाको घोडा जस्तै हुन्छ। सभाध्यक्ष महोदय, अब म बालबालिकाको अधिकार संरक्षणमा अभिभावकले खेल्नुपर्ने भूमिकालाई उजागर रूपमा प्रस्तुत गर्न चाहन्छु। कुरा नम्बर 1, अभिभावकले आफ्ना बालबालिकालाई पोषणयुक्त खाना, प्रेम, माया र स्नेह प्रदान गर्नुपर्छ। यसरी उनीहरूमा आत्मविश्वास बढ्ने र सुरक्षित भावनाको वृद्धि हुन्छ। कुरा नम्बर 2, अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय पठाउनु तथा पढाइमा प्रोत्साहन गर्नुपर्छ। कुरा नम्बर 3, अभिभावकले आफ्ना बालबालिकामा लुकेको प्रतिभालाई उजागर गरेर निरन्तर लागिरहनु पर्दछ। कुरा नम्बर 4, अवसरबाट वञ्चित भएका टुक्रा, असहाय, अपाङ्ग एवं सडक बालबालिकाको विशेष खोजी गरी उनीहरूको रुचि र आवश्यकता अनुसार व्यक्ति, परिवार, समाज एवं अभिभावक सजग भई निरन्तर उनीहरूको उज्जवल भविष्यको लागि निरन्तर लागिरहनु पर्दछ। पछिल्लो समयमा अभिभावकको लापरवाहीका कारण अभिभावक भएर पनि बालबालिका निकै कठिनाइमा परेका छन्। अस्ति भर्खर मात्र सामाजिक अभियन्ता अर्जुन भुषालमाथि अभिभावक भेटाएकी स्वस्तिका केसीले दिन सकिन्छ। उनी आफ्ना बाबा र आमाको लापरवाही र बेमेलका कारण विभिन्न कष्टकर जिन्दगी गुजार्न बाध्य भइन्। यसको जिम्मेवार को त सभाध्यक्ष महोदय?
यसमा सरकारवाला सबैको गम्भीर ध्यान आकर्षण होस्, साथै आफ्नो अभिभावकलाई बचाएका कारण कुनै पनि बालबालिकाले आफ्नो अधिकारबाट वञ्चित हुन नपरोस्। अन्त्यमा म यति मात्र भन्न चाहन्छु, एक सचेत अभिभावक हजारौँ अधिकारको संरक्षकको धन्यवाद। कस्तो लाग्यो गाइज आजको यस भिडियो? मिल्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। अब म डेली भ्लग बनाउने प्रयास गर्छु। आजको लागि भ्लग यति नै। मिल्छ भने लाइक कमेन्ट सब्सक्राइब गर्नु होला। जय नेपाल।